हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग र अहिले चाहिँ म चाहिँ एकदमै भागेदौडी चलिरहेछ 2-3 दिन भयो हो। जबदेखि बेङ्गलोरदेखि आएँ पुरै यताउति मेरो पुरा काम छ, जो सानो काम छ। सानो भन्दा पनि यो अब डकुमेन्ट्सको कामहरू पुरा हेडेक रहेछ साथीहरू। यता जा भन्छ, घरि यो गर भन्छ, घरि त्यो भएन भन्छ हो। अन्त वाक्क भएको हिजो पनि कहाँ फाटा पुगेर आयो हो। त्यहाँ अफिसमा गएर त्यहाँ पूजाको फेरि पता नि कुछ पेपर मिलेन अरे, त्यसमा तिम्रो दाजुको सिग्नेचर चाहिन्छ अरे। वाक्कै भयो साथी। अहिले पनि हेर्नु न, भर्खर म यहाँ अनलाइन त्यहाँ अब साइबरमा गएर आएको होइन। यहाँ हेर्नु है, त्यहाँ साइबरमा गएर आएको। त्यहाँ भाइलाई एक्चुअली भनेको अनलाइन चेक गरिदेऊ यसको कस्तो के रहेछ, हुन्छ कि हुँदैन भनेर। मैले चाहिँ एक्चुअली चाहिँ हाम्रो चाहिँ ट्राइबल सर्टिफिकेटको लागि चाहिँ म चाहिँ कोसिस गर्दैछु नि त। मेरो र मेरो दिदीको छैन नि त ट्राइबल सर्टिफिकेट, र त्यो चाहिँ फेरि दाजुहरूकै चाहिँदो रहेछ। र अरिजिनल ल्याउनु पर्ने, दाजुको पनि सिग्नेचर रे के रे झिझो रहेछ नि त। अहिले पनि अन्त कुदेर यता यति। अहिले पनि हेर्नुहोस् न, हातमा यो बोकेर अहिले भर्खर आएको है म। अन्त आएर बसेर चाहिँ त्यही अहिले भ्लग बनाउन टाइम पनि छैन साथीहरू। यस्तो भइरहेछ है, बिजी छ। अब त्यही हो, त्यही भएर वाक्क लाग्छ, के गर्नु हो। अब बनाउनु त पर्यो फेरि है, डकुमेन्ट्सहरू चाहियो पछि अब होइन, फ्युचरमा के हो कसो अब कहिले के कुन चाहिँ डकुमेन्ट्स खोज्छ थाहा छैन है। त्यही भएर चाहिँ अब पहिल्यै अब पुरै है मजाले बनाइरहेको छ भने त अब राम्रो भनेर चाहिँ सोचेर चाहिँ बनाउनु खोजेको साथीहरू। तर टाउको दुख्ने हो। पानी पिउनु पर्यो भनेर उयो हेर्नु न, हेरेको त थर्मसमा पानी पो रहेन रहेछ। बिहान त म त निकै छ जस्तो लागेको थियो हो, तिर्खा लागेर हेरेको त छैन रहेछ। फेरि पानी बसाएको साथीहरू यस्तो। अब उमालेर हो हाल्नु पर्यो नि थर्मसमा। यहाँ भरिरहेको छ भने चाहिँ मलाई सजिलो हुन्छ कि। टाइमै नपाएर त होला नि अब होइन, के भन्नु अन्त। खाना पनि बनाउँदिनँ फेरि म, के खानाहरू पनि बनाउँदिनँ। यहाँ दिदीकोमै खाँदैछु होइन अहिले त। अब खै के हो यस्तो हुन्छ है हाम्रो यहाँ घरको छेउको बाटोको हालत हेर्नु न, पानी जम्मिएर अलिकति पानी पर्नु हुँदैन। यस्तो देख्नुभयो, यस्तो छ हालत। म चाहिँ अहिले नानाकोमा गएको, नानाको होटेलमा खाना खानुको लागि हो। म बाटो त देख्नुभयो होला यस्तो छ हो। तपाईँहरू सोच्नु ल किन ज्याकेट लगायो भने, यो पातला खालको ज्याकेट लगाएको किनकि चिसो छ र फेरि मलाई छिट्टो सर्दी लाग्ने चान्स हुन्छ भनेर चाहिँ लगाएको हो। के बिना गाडी हिँड्दैछ आज बाटो, हिँडेको छ त गाडी त पुरा कुद्ने भएको छ है। यो रोड पनि गाडी अचेल साथीहरू हो। हेर्नुहोस् त, ब्याक टु ब्याक के हो लै। के गर्दो रहेछ यिनीहरू। ओ गाइसहरू के गर्दैछ, आम्माम के गर्दैछ। यहाँ हाम्रो हिरो फेरि होटेलको हो, नयाँ हिरो फेरि। के हो तैँले के गरिस्, मेरै हेर्दैछ कसो हेर्दैछ हौ। खै म त भाइरल हुन आँटेँ के हो। यहाँ फेरि हो हाम्रो काका, खाइ भन्दैन हो काका। के हो प्याज काटेको मोमोको लागि। यहाँ चिकन फ्राई हुँदो रहेछ साथी, चिकन हो यस्तो। खै यो चिकन पनि खाँदा वाक्कै भयो, तर फ्राई खाँदा हाम्रो बोजू चाहिँ कहाँ गयो। बाटो चाहिँ लडिरहेछ त। अब चाहिँ खाना खाएर चाहिँ जाने हो। हेर्नु यस्तो टाम्लो बोकेर आउनुपर्छ, के गर्नु जसलाई खाना खाउँ भनेको त साथीहरू। सब्जी पनि खै के हो राम्रो छैन रहेछ। आज फेरि बिहिबारमा मासु खाँदिनँ कि, मासु खाँदिनँ र सब्जी हेरेको खै के काम भयो सब्जी त। यहाँ करेला हो, यो चाहिँ घिरौलाको सब्जी रहेछ। यहाँ अब आलुदम हो, अब आलुदम अलिकति खानु पऱ्यो। अब के हो लै यस्तो सब्जी पनि के हो त्यस्तो। के दाल, यो त कालो दाल रहेछ नि। दाल त कहाँ हाल्छ, मुसुरी दाल। तपाईँले अलग्गै बनायो क्या दाल। अब यस्तो खानु छ साथी। डेली मासु खानु बानीले त एक दिन मासु नहुँदा पनि 1-2 पिस पनि हुनुपर्ने क्या। मासुले खानु बानी पनि नराम्रो रहेछ। कस्तो लाग्दो रहेछ। 1 पिस 2 पिस भए पनि हुनैपर्ने।
के साल्दम त चाहिँ कता त हो डल्ला मसिनो भेज हो This much. उतने होगा वो ऐसा है वही तो ना कितना करता है इतने होगा शायद मेरे को भी एग्जैक्टली नहीं पता ओए कहाँ गो सबै साई सुत्तै तँ कहाँ गतिस भगवान् कहिले तुर्नु होला है मोमो अझै यस्तो छैन 7 रुपियाँमा बन्दकोपीको हो यो भेज मोमो बनाएको रे एक त उयो तुर्यो होइन अब यहाँ अझै कहिले तुर्नु प्रभु म घर जाउँ भनेको लु छिटो बेलै भने म घर जान्छु ढक्का लाग्छ यो पो दुख्छ त बार्दा के यस्तो पातै दुख्छ है मोमोकोले है कहाँ गो साई सुत्तै भत्काउनु हेर अघि त्यो भाइ पनि गयो जिमको कोला हेर एकजना गर्दा सब उठेर लासो त हेर म मात्रै अहिले भर्खर आयो बहिनी चाहिँ अन्त अब कहिले तुर्नु यत्रो मोमो त जान्छु तुर्नेर आधी बाटो पनि छोडेर ममतालाई बोलाएको ममता छैन कहाँ गयो आज त साथीहरू मोमो बनाउँदा आधा दिन गयो हो ला पानीको बोतल बिर्सिछु भगवान् नानाको दोकानमा ओ सेट वाटर बोतल बिर्सेर आएछ हेर्नु न नानाको दोकानमा खानासाना खाएर आएँ कि अहिले बेलुका रात परिसक्यो हेर्नु 7 बजिसक्यो मलाई फेरि पानी पर्छ नि त सिम हल्का आउँदैछ कि फेरि ओरादोर को गर्छ भनेर चाहिँ खाएरै आएँ अलिकति होइन अब पानी वाटर बोतल चाहिँ बिर्सिछु ओ गड अब हिजो आराधना बहिनी चाहिँ कि उसलाई ल्याइदिए भन्नु पऱ्यो ल अहिले छिटो तपाईँसँग भेट्छु है त अहिले बहिनीलाई कल गरेर भने कि लिएर आउनु धन्न दोकानमै रहेछ नि हौ बहिनी एकजना बहिनी छ नि त यहाँ पिजीमा बस्छ बहिनी आराधना बहिनी ऊ चाहिँ म आउने बेला ऊ चाहिँ दोकानमै थियो नि त अहिले अब यता घर आउँछ पनि खाना खाएर होइन अन्त कल गरेर त थ्याङ्क गर्दा न ऊ दोकानमै रहेछ अन्त मैले भने तिमी आऊ त मलाई आधा बाटोसम्म म आउँछु दिनु भनेको कि ल भन्दैछ यस्तो भुलकट म के हो पानी पनि तुरेछ हेर्नु न ल यति मात्रै रहेछ सब आजलाई पुग्यो नि भएको अहिले पो तिर्खा लाग्यो पानी खान्छु भने हेरेको त छैन हौ पानी त चिलाउँदैछ भोलि त नआउँछु हो म भोइ आज जाडो चिसो भएर नआएको कि टाउको पो चिलाउँदैछ भोलि चाहिँ नआउँछु आधा दिन मेरो त्यत्तिकै बित्यो त्यत्तिकै गयो बिहान उठेर ऊ त्यही कागजको यताउति मेरो जो पनि डकुमेन्ट्सको थियो त्यो सबै गरेँ होइन त्यो पनि काम त भएन हो फेरि मलाई जानुपर्छ भोलि र त्यसको बाद नानाको दोकानमा गएको थियो उसको फेरि त्यसको बाद घरमा आएर एकछिन बसेर चाहिँ त्यहाँदेखि उहाँ दाजुकोमा गएर फेरि आएर चाहिँ अन्त चाहिँ लन्च गर्ने बेला नानाकोमा गएको लन्च गर्ने गएदेखि चाहिँ म आइनँ घर मतलब त्यही मोमो बनाउनु थाल्यो एकछिन बात मार्दै त्यसपछि त मोमो बनाउने के फेरि ऊ हाम्रो नाना त बिजी भयो ऊ पनि कोका लिनु जानु पऱ्यो मलाई त बाहिर जान्छु तिमीहरू बनायो भनेर छोडेर गयो ऊ होइन अब त्यो सबै हामीले बनाउनु पऱ्यो बनाउँदा ढिलो भयो हो र मैले चाहिँ 7 बजिहालेँ अब के भन्छ डिनर पनि गरेर जान्छु भनेर चाहिँ खानु पनि मन थिएन अलिकति खाएर चाहिँ आएँ त्यही कारण थाक्यो साथीहरू आज त हो एकछिन आउँदैछु नथिङ वाट टु डु आई फगट टु ब्रिङ माई वाटर बोतल थ्याङ्क यू आराधना चलो अब गएको सुत्नु थ्याङ्क यू सो मच मैले सोच्दै थिएँ मितासुले मलाई भाङ्छ होला ल्याइभाङ्छ होला आन्टी तिमीले देखेको थियौ अन्त त्यहाँ राखिराखेको टेबलमै ए हो ल बाई ल थ्याङ्क यू एक्लै आयो कोही ममता अन्त मम्मी दोकानमै छ काम गर्दैछ काम गर्छ होइन त्यही त नि एउटा मान्छे फर्केको अन्त अघि के गर्यो फर्क्यो भनेको त्यही त चाहिएको लागि ल बाई भन्दैन न युट्युबमा अब काम गर्ने कोही छ भने भनेर ल बाई गुड नाइट थ्याङ्क यू सो मच काम गर्ने कोही छैन कि बिचारा उसले पनि एकछिन अघि मोमो गयो ऊ दोकानमा क्यासमा बस्नु सकाइदिएछ हो बहिनीले अन्त त्यही भन्दैछ अहिले मलाई के भन्छ भन्नु न हौ तपाईँको युट्युबमा काम गर्ने कोही मान्छे छ भने भन्नु नि हौ यसो कोही छ भने यहाँ भ्याकेन्सी छ भनेर भन्नु नि भन्दैछ बिचरा हुनु पनि नानाको मैले काम गर्ने स्टाफ बहुत कम छ त्यही भएर घरकै मान्छेहरू पनि खट्नु पर्दैछ हो ममता बिचरा ममता बहिनी पनि अहिले त खट्नु पर्दैछ त्यसलाई घरको स्टाफ नभएर भेना पनि एकछिन भेना पनि कट्छ म आज दिङसिक्सिङ गएँ त मोमोसम्म बनाएर आएँ हो त्यस्तो छ हो अब खोइ कहाँबाट खोज्नु स्टाफ भन्नुहोस् त त्यस्तो छ है साथीहरू वाटर बोतल चाहिँ धन्न पाएँ नि हौ भगवान् राति मलाई फेरि बिना पानी त हुँदैन नि ल त साथीहरू अरू कुरा त्यति हो अब यस ब्लगलाई चाहिँ म यहीँ एन्ड गर्छु है र मिल्थे नेक्स्ट ब्लग पे फ्राइडे बाई बाई तपाईँसँग लागि बाई बाई एन्ड गुड नाइट